डेली हिँडेर मर्निङ वाक गरेर केही फाइदा छ त? के लाग्छ तपाईँलाई? यसो कमेन्ट पनि गर्नुहोस् त। नमस्कार, डेली हिँड्नुहुन्छ, मर्निङ वाक गर्नुहुन्छ भने यो भिडियो तपाईँको लागि है। मैले जहिले पनि के भन्ने गर्छु भने एक्सर्साइज कस्टमाइज हुन पर्यो तपाईँको उमेर अनुसार, तपाईँको रोग अनुसार, तपाईँको गोल अनुसार, तपाईँले के खोजेको त्यही अनुसार हुनपर्छ होइन। तपाईँले त मर्निङ वाक त गर्नुहुन्छ तर साथीहरूसँग हिँड्दै गफ गर्दै हिँड्नुहुन्छ, त्यसमा केही फाइदा छ त? छैन है। अब कसरी हिँड्ने त्यो पनि एकदम इम्पोर्टेन्ट। तपाईँको इन्टेन्सिटी कतिको हुनुपर्छ, स्पिड के हुनुपर्छ, कसरी हिँड्ने, खाली पेटमा हिँड्ने हो कि खानापछि हिँड्ने हो होइन। थुप्रै रोगहरूमा हिँड्दाखेरि त्यो रोग बल्झिन पनि सक्छ। उदाहरणको लागि तपाईँलाई गुडामा हड्डी किएको छ, केही मेनिस्कसमा समस्या छ भने हिँड्दा तपाईँको यो समस्या बल्झिन पनि सक्छ। अनि उकालो ओह्रालो गर्दा पनि गुडाको समस्या पनि बल्झिन्छ, नसा पनि च्याप्पिन सक्छ होइन। अब थुप्रै बिरामीहरूले मलाई के भन्छन् भने म डाक्टर साहब म डेली 10,000 स्टेप्स हिँड्छु। 10,000 स्टेप कसरी तपाईँ हिँड्नुहुन्छ यो इम्पोर्टेन्ट हो। कुन बेला हिँड्नुहुन्छ, खाली पेटमा हिँड्नुहुन्छ कि खानापछि हिँड्नुहुन्छ कि होइन, मुटुको धड्कन बढ्छ कि होइन, के छ त होइन। मुटुको रोगीहरूमा कस्ता एक्सर्साइज हुनुपर्छ, सुगरमा कस्ता एक्सर्साइज हुनुपर्छ, कसरी हिँड्नुपर्छ, यो सबै कुरा एकदम स्पेसिफिक हुनुपर्छ। अनि बल्ल तपाईँलाई रिजल्ट आउँछ। नत्र भने तपाईँ 20 वर्षदेखि हिँड्नुहोस्, त्यसमा तपाईँले के रिजल्ट देखिनुहुन्न के है। नमस्कार।